हेलो एभ्रिवान, स्वागत छ तपाईँलाई वन्स अगेन। योभन्दा अगाडि हामीले एकाउन्ट कसरी बनाउने भनेर सिक्यौँ र त्यो एकाउन्ट बनाइसके पछाडि हामीले बिएलएस एकाउन्टमा लगइन गर्ने कसरी भनेर पनि सिक्यौँ, एकाउन्ट बनायौँ। अब यस भिडियोमा चाहिँ म एकाउन्ट बनिसके पछाडि हामीले फर्म भर्ने र फर्म भरिसके पछाडि हामीले डेट यानि कि अपोइन्टमेन्ट लिने भने यो भिडियोबाट चाहिँ हामीले हेर्नेछौँ। र त्यसको लागि अब हामी फेरि पनि यसको आधिकारिक अफिसियल वेबसाइटमा जानु पऱ्यो। यसमा जाउँ हामी SARAL सरलभिसा.com, यहाँ जाउँ। यहाँ गइसकेपछि मैले अस्ति पनि बनाएको थिएँ, यहाँ सर्च बक्समा स्पेन भनेर सर्च गरौँ। यो गरिसके पछाडि यसको अफिसियल वेबसाइट यहाँ देखाएको छ। हामी अफिसियली अलिक जुम गरिदिन्छु म। यो अफिसियल वेबसाइटमा जाउँ। अफिसियल वेबसाइटमा गइसकेपछि यहाँ बुक एन्ड अपोइन्टमेन्ट भन्ने छ। बुक एन्ड अपोइन्टमेन्टको यतापट्टि यहाँ गएर क्लिक गरौँ। क्लिक गरेपछि यो अर्को ट्याब खुल्छ र ट्याब खुलिसकेपछि इमेल हो। यो इमेल आइडीहरू हामीले बनाइसकेको छौँ। अस्तिको मेरो हालौँ info@सरलभिसा.com। यहाँले चाहिँ यस्तो बक्स आउँछ। यो बक्समा चाहिँ तपाईँले यहाँ के भनेको छ 323 भनेको छ। 323 सेलेक्ट गर्नुहोस् भने 323 323 323 323 त्यति गरिसकेपछि यहाँ आफ्नो पासवर्ड हाल्नु होला है। यति गरिसकेपछि सबमिट गरौँ। हामी यहाँ आइपुगिसकेका छौँ आफ्नो मेन यसको साइटभित्र। यहाँभित्र तपाईँको के छ भन्नुहुन्छ भने यतापट्टि साइडमा यहाँ म्यानेज अपोइन्टमेन्ट भन्ने छ। म्यानेज अपोइन्टमेन्टको ठ्याक्कै 3 स्टेप तल 1 2 3 को तल चाहिँ यहाँ म्यानेज एप्लिकेन्ट भन्ने छ। म्यानेज एप्लिकेन्टमा चाहिँ अब यहाँ रेडी टु बुक अपोइन्टमेन्ट भनेर आएको छ। यो चाहिँ यो फर्म भरिसकेपछि मात्रै आउँछ है। यहाँ चाहिँ मैले एकचोटि भरिसके भएर फेरि पनि यहाँ म जाँदैछु। यो पेन्सिल बटनमा हामी थिचौँ। यो पेन्सिल बटनमा थिचिसके पछाडि अब फर्मको एउटा साइट खुल्छ। लोकेसन काठमाडौँ राख्नु होला। त्यसपछि भिसा टाइपमा अब सेन्जेन भिसा सर्ट टर्म 90 दिनभित्र भयो भने यो, नत्र त्योभन्दा बढी भयो भने नेसनल भिसा भन्ने पनि छ। यो लङ टर्म भिसाको लागि हो। नर्मली सेन्जेन भिसै हुन्छ। यहाँ क्लिक गरौँ र हामी प्रोसिड गरौँ है त। यति गरिसकेपछि एसेट गरौँ, ओके गरौँ। यहाँ अब फर्म हो यो फर्म चाहिँ सानो आउँछ। यसलाई ठुलो गरौँ। यसलाई ठुलो गरेर गऱ्यो भने तपाईँहरूलाई देख्न नि सजिलो हुन्छ। फर्स्ट नेममा आफ्नो नाम राखौँ होइन। त्यसपछि तपाईँको यहाँ मिडल नेम पर्दैन, छ भने राख्दा हुन्छ, तर नर्मली हाम्रो हुँदैन पनि, एउटै हुन्छ फर्स्ट नेम र लास्ट नेम। अनि सरनेममा सरनेम राख्ने भइहाल्यो। अनि त्यसपछि सरनेम एट बर्थ, यो चाहिँ जुनमा यो रातो टिक लगा हुन्छ, त्यो रातो टिक लगाएको चाहिँ भर्नै पर्छ। यो रायोमा चाहिँ लास्ट नेम राखिराख्नु परेन, किन सरनेम भनेर राखिसकेको छ। डेट अफ बर्थ, आफ्नो डेट अफ बर्थ कुन हो त्यो आफूले टक्क यहाँ गएर चुज गर्न सक्नुभयो। यो चुज गर्ने भयो। अनि त्यसपछि प्लेस अफ बर्थ, कहाँ जन्मेको आफू, त्यो काठमाडौँ या अब आफ्नो जहाँ हो त्यहाँ राख्न सक्नुहुन्छ तपाईँले। अब मैले फर इक्जाम्पल कोही ललितपुरबाट हुनुहुन्छ भने ललितपुर होइन, बागलुङ हुनुहुन्छ भने बागलुङ, जहाँ पनि पोखरा छ भने पोखरा, त्यो आफ्नो हिसाबले तपाईँले राख्न सक्नुहुन्छ। कन्ट्री अफ बर्थमा आफ्नो कन्ट्री भयो। नेसनालिटी भनेको नेपाली भयो। अनि त्यसपछि नेसनालिटी एट बर्थ, यो हामीले चलाउनु पर्दैन। नर्मली हामी जन्मिँदाखेरि बाहिरको नागरिक हौँ भने मात्रै यो कुरा भर्ने हो। र जेन्डर मेल फिमेल त्यो भइहाल्यो। म्यारिटल स्ट्याटसमा अब आफू जे हो त्यही, सिङ्गल हो भने सिङ्गल, विवाह भइसकेको हो भने म्यारिड लेख्नु पऱ्यो, म्यारिड लेख्नु पऱ्यो होइन। त्यसपछि तपाईँको यति गइसकेपछि यहाँ तपाईँलाई पासपोर्ट डिटेल भन्यो। अब पासपोर्ट डिटेलमा यो नेसनल आइडेन्टिटी नम्बर भनेको छ, त्यो तपाईँहरूको पासपोर्टमै हुन्छ, या सिटिजनसिप नम्बर जे राख्दा पनि भयो अथवा नराख्दा पनि भयो। यसमा चाहिँ पासपोर्ट टाइपमा हाम्रो नर्मली ओर्डिनरी पासपोर्ट हो। अब कसैको अफिसियल छ भने अफिसियल राख्ने, नत्र ओर्डिनरी पासपोर्ट है। अनि त्यसपछि हामी पासपोर्ट नम्बर भइहाल्यो। पासपोर्ट नम्बरमा यो पासपोर्ट नम्बर, आफ्नो पासपोर्ट नम्बर जे हो त्यो राखिन्छ। अनि इस्यु डेट भनेको पासपोर्टको इस्यु डेट, पासपोर्ट बनेको दिन, त्यो हामीले डेट सेलेक्ट गरेर राख्ने भइहाल्यो। अनि एक्सपाइरी डेट भनेको पासपोर्ट एक्सपाइरी हुने डेट कहिले छ त्यो राख्नु पऱ्यो। मिनिमम 7 महिना चाहिँ बाँकी हुनुपर्छ है पासपोर्टमा। इस्यु प्लेस नेपाल, नेपालको पासपोर्ट हो, नेपाल हुन्छ। र इस्यु कन्ट्री यो भइहाल्यो। अनि ट्राभल डेट फ्रम कन्ट्री अफ डिपार्चर भनेको छ। यो भनेको चाहिँ तपाईँले स्पेन जानुभन्दा अगाडि हाम्रो देश नेपालबाट कहिले उड्नुहुन्छ भन्ने हो। त्यहाँ पुग्नुहुन्छ भन्ने होइन कि कहिले उड्नुहुन्छ भने हामीले 2 तारिक राखेको छौँ, अगस्तको 2 तारिक है। ल त्यसै गरी अब आफू यहाँ कता बसिन्छ त्यसको ठेगाना भइहाल्यो। त्यसपछि तपाईँको ठेगानापछि यहाँ कन्ट्रीको नाम भइहाल्यो।
आफू बस्ने सहरको नाम भयो, त्यसको पोस्टल कोड हो। पोस्टल कोड चाहिँ तपाईँले गुगलमा गएर जुन सिटी हो त्यो सिटीको नाम हान्नु भने नामको हानेर पोस्टल कोड हान्यो भने आइहाल्छ, आफ्नो फोन नम्बर। अनि त्यसपछि अब यो रेसिडेन्स इन अ कन्ट्री अदर देन द कन्ट्री अफ करेन्ट नेसनालिटी, यो चाहिँ 5 नम्बरको चिज हामीलाई नेपालीलाई चाहिँदैन। तर यही हामी यदि नेपाली नै जस्तो फर इक्जाम्पल बाहिर बसिरहेछ, दुबईमा बसिरहेछ, दुबई बसेर स्पेन्ड गर्न लाछ भन्ने कुरा चाहिँ त्यो बेला चाहिँ पर्मिट नम्बर, त्यस देशले तपाईँलाई दिएको एउटा पर्मानेन्ट के अरे पर्मिट नम्बर हुन्छ, कार्ड होला के होला, त्यसको नम्बर हालेर अनि भ्यालिड कहिलेसम्म छ त्यो राख्ने हो। अहिलेलाई मैले यसलाई अनटिक गरिदिएँ, हामीलाई पर्दैन नेपालीलाई, नेपालमै भएको मान्छेलाई। अनि इम्प्लोयर डिटेल भनेको यो जो काम गरिरहेछ उहाँहरूको कहाँ काम गरिराख्नु भएको छ उहाँको विवरण, आफ्नै कम्पनी हो भने त्यो कम्पनीको विवरण, विद्यार्थी भाइ बहिनी हो भने विद्यार्थीहरूको आफ्नो हो भने उहाँहरूको आफ्नो के अरे कलेज स्कुलको नाम यो राख्नुपर्छ। मैले अहिलेलाई एबिसी कम्पनी राखेँ, कन्ट्याक्ट नम्बर त्यहाँको उसको एड्रेस भइहाल्यो, आफ्नो कम्पनीको एड्रेस, कम्पनीको फोन नम्बर, यहाँ एड्रेस, त्यसपछि आफ्नो अकुपेसन जे हो त्यही राख्ने। सकेसम्म यहाँ अकुपेसन खोज्ने, यहाँबाट क्लिक गरेर हामीले चेक गरेर यसमा जुन छ त्यो चुज गर्न सकियो। तर आफूले चुज गरेको चिज यहाँ भेटिएन भने त्यो अदर भन्ने पनि अप्सन छ है, अदर, आफूले अदर भनेर पनि गर्न सक्नुहुन्छ तपाईँले, आफ्नो त्यो क्याटेगोरीसँग आफ्नो मिलेन भने। अब ट्राभल इन्फर्मेसनमा जाउँ, हामी किन जाँदैछौँ त भन्ने कुरा हो। पर्पज अफ जर्नी, जानेको कारण के हो त? कोही स्टडीको लागि जालान्, कोही टुरिज्मको लागि जालान्, कोही ट्रान्जिट जालान्, कोही भिजिट फ्यामिली। अहिलेलाई चाहिँ मैले भिजिटिङ फ्यामिली गरेँ। अनि तपाईँले मेमर स्टेट अफ डेस्टिनेसन, हाम्रो फर्स्ट डेस्टिनेसन कहाँ हो, हामी कहाँ जान्छौँ भन्ने कुराको गर्ने हो। हामीले स्पेनबाट गर्दैछौँ, स्पेन नै चुज गर्ने हो। र त्यसपछि कहाँ जान्छौँ त भन्ने कुराको यो चाहिँ तपाईँले चुज नगरे पनि हुन्छ। तर तपाईँ अब सेन्जेन कन्ट्रीमा त अरू ठाउँ पनि जान पाउनुहुन्छ नि त भिसा भइसकेपछि। त्यसपछि तपाईँ कतै फ्रान्स जानु होला, पोर्चुगल जानु होला, कतै जानु होला, त्यो जाने हो भने मात्र यहाँ सेलेक्ट गर्न सक्नुहुन्छ, नजाने हो भने यतिकै छोडिदिनु भयो हुन्छ। अनि मेमोरी स्टेट अफ फर्स्ट इन्ट्री, हामी फर्स्ट इन्ट्री सेन्जेन कन्ट्रीमा फर्स्ट इन्ट्री कहाँ गर्छौँ त? स्पेन नै गर्छौँ नि त। त्यही भएर त हामी स्पेनबाट एप्लाई गर्दैछौँ, त्यही भएर यसलाई स्पेनै गर्ने हो। नम्बर अफ इन्ट्रिज रिक्वेस्टेड भनेको छ, कति इन्ट्रीको चाहियो भनेको त्यो देशमा तपाईँलाई पासपोर्टमा भिसा पनि त मल्टिपल डबल त्यसरी दिन्छ। अब मैले चाहिँ अहिले सिङ्गल इन्ट्री राखेँ, कसैलाई अब इच्छा छ मल्टिपल दिँदै हुन्थ्यो मलाई भन्ने छ भने मल्टिपल इन्ट्रिज पनि राख्न सक्यो। इन्टेन्डेड स्टे ड्युरेसन भनेको चाहिँ यो कति दिन बस्ने भन्ने कुरा हो है। यो चाहिँ त्यहाँ गएर हजुरहरू कति दिन बस्ने, अहिले मैले 15 तारिक राखिदिएँ। अब यो प्रिभियस सेन्जेन भिसा डिटेल भनेको छ, यो चाहिँ तपाईँको यदि पहिला पनि तपाईँ सेन्जेन कन्ट्री गइसक्नु भएको छ र त्यो कन्ट्रीको भिसा पाउनु भएको छ भने त्यो भिसा नम्बर यहाँ राख्नुपर्ने हुन्छ। त्यो भिसा नम्बर यहाँ राख्ने, अनि त्यो पछि भिसा कहिलेबाट कुन दिन पाउनु भएको थियो त्यहाँ हुन्छ डिटेल त्यो राख्ने, अनि त्यो भिसा कहिलेसम्म भ्यालिडिटी थियो त्यो चाहिँ यहाँ राख्ने है। यो गरिसके पछाडि कुन कन्ट्रीको पाउनु भएको थियो त्यो कन्ट्री आफूले चुज गरेर यहाँ सेलेक्ट गर्नुपर्ने हुन्छ। यो गरिसके पछाडि हामी 9 नम्बरमा जाउँ। 9 नम्बर भनेको चाहिँ पहिला चाहे तपाईँले भिसा पाएको होस् या नपाएको होस् 5 वर्षभित्रमा तपाईँले बायोमेट्रिक भन्ने दिनुभएको छ कि छैन फिङ्गरप्रिन्टको लागि। यदि दिनुभएको छ र तपाईँलाई याद छ आफ्नो त्यो बायोमेट्रिक दिएको डेट भने यहाँ क्लिक गरेर यतापट्टि डेट दिन सक्नुहुन्छ। दिनुभएको छैन भने पनि नो रिजन भन्ने राख्न सक्नुहुन्छ, र यदि दिएर पनि तपाईँलाई डेट याद छैन भने पनि यहाँ नो गर्न सक्नुहुन्छ, यसमा समस्या भएन। अब 10औं नम्बरमा जाउँ। 10औं नम्बरले के भन्छ भने 10 नम्बरमा चाहिँ इन्ट्री पर्मिट फर द फाइनल कन्ट्री अफ डेस्टिनेसन वेयर एप्लिकेबल। यो चाहिँ कसलाई आवश्यक पर्छ भने जो मान्छे स्पेनलाई ट्रान्जिट पारेर अर्को थर्ड कन्ट्री कहीँ जाँदैछ भने ट्रान्जिट भिसा चाहिनेले गर्ने हो, जुन हामीलाई यो आवश्यकता पर्दैन अहिलेलाई। हामीले तपाईँले फ्यामिली भिजिटमा जाँदैछौँ तर कसैले ट्रान्जिट भिसा लिँदैछ भने चाहिँ यसमा यो भर्नुपर्छ। आफूले जान लागेको देश कुन हो, फर इक्जाम्पल स्पेनलाई ट्रान्जिट पार्दै हामी युके जान लाग्छौँ भने यहाँ युके भनेर सेलेक्ट गर्छौँ है। अनि त्यसपछि त्यसरी सेलेक्ट गरिसकेपछि युक्रेन भनेर आएछ, ठिक छ। जुनै पनि ब्राजिलै भनौँ न, ब्राजिल जान लाग्यो तर स्पेन भएर जान लागेको हो भने हामीले त्यो कन्ट्रीको डिटेल राखेर फाइनल डेस्टिनेसन भ्यालिड कहिलेदेखि छ र कहिलेसम्म भ्यालिडिटी छ भन्ने कुराको यो हामीले जानकारी दिनुपर्छ। यो ट्रान्जिटको केसमा मात्रै है, यो माथिको यति चाहिँ। र एराइभल डेट इन सेन्जेन एरिया भन्यो, हामी अघि के भने 2 मा हिँड्ने भनेर भनेको थियौँ हामीले अगस्तको। यो भनेको चाहिँ
उसको देशमा कहिले पुगिन्छ त भन्ने कुरा हो, सेन्जेन कन्ट्रीमा कहिले पुग्छौँ भन्ने कुरा हो। हामी 2मा हिँडेर 2मै नपुग्न सक्छ एयरलाइन्सको टिकटहरूको, कुनै पुगिन्छ भने त नर्मली 2मा हिँडेर 3मा पुगिन्छ। र मैले 3 राखिदिएँ, फर्किने 16लाई राखिदिएँ मैले है। अब यति गरिसके पछाडि हामीले 11 नम्बरमा चाहिँ बोलाउने मान्छेको डिटेलहरू राख्नुपर्ने हुन्छ, या आफू घुम्न जाँदैछ भने होटलको डिटेल राख्नुपर्ने हुन्छ। र कुनै कम्पनीले तपाईँलाई स्पोन्सर गर्दैछ, कम्पनीले बोलाछ, कुनै सेमिनारमा जाँदै हुनुहुन्छ, बिजनेस मिटिङ्सहरूमा जाँदै हुनुहुन्छ भने चाहिँ इन्भाइटिङ कम्पनीको यहाँ डिटेल हाल्नुपर्ने हुन्छ। अहिलेलाई मैले फ्यामिली भिजिट भएको भएर इन्भाइटिङ पर्सनको नाम राखिदिएँ, राम भनेर राखिदिएँ। सरनेममा उहाँको थर भइहाल्यो, कन्ट्री कुन कन्ट्रीबाट इन्भिटेसन आएको, अभियसली हाम्रो स्पेनबाट आएको हुन्छ, स्पेन हामीले चुज गऱ्यौँ होइन। त्यसपछि सिटी बार्सिलोना राखिदिएँ मैले। जिप कोड त्यो उहाँ बस्नुभएको ठाउँको पोस्टल कोड भने जस्तै हो, त्यो तपाईँले पाउनुहुन्छ र उहाँसँग लिने बेलामा उहाँको डिटेल लिने बेला मागेर हाल्न सक्नुहुन्छ। एड्रेस त्यो उहाँ कुन ठाउँमा बस्नुहुन्छ त, बोलाउने मान्छेको ठेगाना, बोलाउने मान्छेको कन्ट्याक्ट नम्बर, बोलाउने मान्छेको इमेल आइडी, यति राखे पछाडि हामी अब 12औं नम्बरमा जाउँ। तपाईँको खर्च कसले बेहोर्छ, तपाईँ त्यहाँ हुन्जेल खर्च कसले गर्ने हो, आफैले गर्ने हो भने आफैले भनेर लेख्नु पर्यो, होइन बोलाउने मान्छेले गर्ने हो भने होस्ट भनेर लेखेर यतापट्टि यहाँ चुज गर्ने, उहाँले के कुरा चाहिँ तपाईँलाई गरिदिनुहुन्छ त। अब अल एक्सपेन्स कभर हो भने सबै खर्चमा यसरी क्लिक लगाइदिनु। यति गरिसके पछाडि यो पर्सनल डाटा 13 नम्बरको जुन छ, यो भनेको चाहिँ के भन्नुहुन्छ भने यो चाहिँ यो 13 नम्बरको अलिक ठुलो बनाएँ मैले, तपाईँलाई नदेख्नु होला भनेर। 13 नम्बरको चाहिँ जुन छ, 13 नम्बरमा कसले चाहिँ भर्ने भन्दाखेरि जसको एकदम नजिकको नाता भएको मान्छेले बोलाएको छ, चाहे त्यो आफ्नो श्रीमान श्रीमती होस्, बुवा आमा हो, उहाँहरूले चाहिँ यो भर्ने हो, होइन भने यो पर्दैन। साथीले बोलाएको छ, अलिक परको आफन्तले बोलाएको छ नि, यो भर्नु पर्दैन। अब नर्मली कोसँग आफ्नो बच्चा भयो, डिपेन्डेन्ट भयो, ग्रान्ड चाइल्ड भयो, स्पाउस, यतिजनाको मात्रै हो भने उहाँहरूले बोलाउनु भयो भने यो भर्नु पऱ्यो, नत्र परेन है त। यति गरेपछि तपाईँले यहाँ सब्मिट गरिदिने। सब्मिट गरेपछि एडिटेड फ्यामिली मेम्बर सक्सेसफुली भने अब ओके गरौँ। अब यति गरिसकेपछि तपाईँको यहाँ यदि एउटै थर भएको अर्को आफ्नो फ्यामिली जाँदै हुनुहुन्छ भने यहाँ एड मेम्बर गरेर पनि गर्न सक्नुहुन्छ तपाईँले। अब अहिलेलाई मैले त्यतातिर नलाउँ, फेरि भिडियो लामो हुन्छ। त्यो चाहिँ आफ्नै थर भएको आफ्नै फ्यामिली या मिसेसको पनि यहीँबाट तपाईँले फर्म भर्न सक्नुहुन्छ, अर्को आइडी बनाइराख्नु पर्दैन। यति भरिसके पछाडि रेडी टु बुक अपोइन्टमेन्ट भनेर आइसकेपछि हामी अब अपोइन्टमेन्ट बुक न्यू अपोइन्टमेन्टमा क्लिक गरौँ। अब यति गरिसकेपछि तपाईँले इन्डिभिजुअलको लागि गर्ने हो। अघि मैले भने ग्रुप गराए भए फ्यामिलीमा छिच्नुहुन्थ्यो, अहिले इन्डिभिजुअलमा रेसिडेन्समा अहिले नेपाल भनेर राखौँ। हामी नेपाली हो नि त, नेपालमै भइसकेपछि त नेपालै राख्नु पऱ्यो। अब सेलेक्ट पासपोर्ट इस्यु प्लेस, यो पनि नेपाल भनेर राखौँ होइन। ड्युरेसन अफ स्टे अहिले हाल भएको ठाउँमा तपाईँ कति भयो भनेर सोधेको छ, मोर देन 6 महिना भनेर लेखिदिनु होला। लोकेसनमा काठमाडौँ भनेर राख्नुहोस्, किनकि अरू सिटीमा हाम्रो छैन। भिसा टाइपमा सेन्जेन भिसा भनेर गर्नु होला, सर्ट टर्मको लागि। लङ टर्ममा पनि नेसनल भिसा गर्नु होला। भिसा टाइप सर्ट टाइपमा आफ्नो जे हो त्यो गर्नु होला। हाम्रो चाहिँ फ्यामिली भिजिट भएको भएर फ्यामिली मेम्बर भनेर राखिदिएँ मैले। अब यसलाई सब्मिट गरौँ। 508 भनेर 508 ओके 508 है। ल अरू त छैन, 508 सब्मिट गरिदिउँ। अपोइन्टमेन्ट डेट भनेर भनेको छ। अपोइन्टमेन्ट डेट अब अहिले हामीले लेमोनीको भएर नजिकको नलिउँ, अलिक टाढाको लिदिउँ। ल 30 तारिकको लिउँ। 30 तारिकको डेट सेलेक्ट गऱ्यौँ। अपोइन्टमेन्ट स्लट भनेको टाइम भनेको यो टाइम हाम्रो कति बजीदेखि कति बजी तपाईँलाई पाएको पर्ने। ल 10 बजेको राखिदिएँ मैले चाहिँ। अब यसलाई अब हामीले सब्मिट गरौँ। सब्मिट गरिसके पछाडि तपाईँले यहाँ आई एग्री टु प्रोभाइड माई कन्सेन्ट भन्नेमा छिच्नुपर्ने हुन्छ, यो छिचिदिनुहोस्। अब यति गरिसकेपछि तपाईँले के माग्छ यसले भन्दाखेरि तपाईँको फोटो माग्छ। फोटो डिजिटल फोटो हुनु पऱ्यो। यो फोटो मैले अहिले स्याम्पल फोटो लिदिएँ, अन्डरस्टुड होइन। त्यसपछि ओटिपी हेज बिन सेन्ड टु यर रेजिस्टर इमेल भनेको छ। यो लिने बेलामा तपाईँलाई ओटिपी गएको हुन्छ आफ्नो इमेलमा जाउँ। यहाँ आइसकेको हुन्छ है, यसरी आइसकेको हुन्छ। बिएलएस अपोइन्टमेन्ट भनेर 966080 अनि कन्ट्री अफ डिपार्चर हाम्रो देशबाट चाहिँ हामी कहिले जान्छौँ त भन्ने कुराको यो चुज गर्ने हो। हामीले अघि कति भनेको थियो त, अगस्तको 2 तारिकमा जान्छौँ भनेर भनेको थियौँ होइन त। अनि त्यसपछि एराइभल डेट इन स्पेनमा हामी कहिले पुग्छौँ भनेको थियो त, स्पेनमा हामी चाहिँ
स्पेनमा हामी अगस्तको 3 मा पुग्छौँ भनेर भनेको थियो फर्ममा है। अनि त्यसै हामी कहिले रिटर्न गर्छौँ 16 मा भनेर लेखेको थियो हामीले। अब अगस्तको 16 मा यहाँ लेखिसके पछाडि अब यसरी चुज गरौँ है। यो एकचोटि हेर्नु होला है, किनभने फर्ममा यो फेरि देखिन्छ। यो चाहिँ एकदम राइट चुज गर्नुपर्छ। यसलाई सबमिट गरौँ। सबमिट गरिसक्नु भइसके पछाडि हामी अब लास्ट स्टेपमा पुग्दैछौँ। यहाँ अब धेरै कुराहरू सोध्छ, तपाईँले यसलाई सिधै स्किप अल गरिदिनु भयो हुन्छ। स्किप अल गरेर यहाँ एग्री गरेर बुक अपोइन्टमेन्ट गर्ने बित्तिकै तपाईँको बुक अपोइन्टमेन्ट प्लिज कन्फर्म अपोइन्टमेन्ट बुकिङ एक्सेप्ट, यति गरेपछि तपाईँको अपोइन्टमेन्ट कन्फर्म भयो। र यो कसरी हेर्ने भन्दाखेरि यहाँ एउटा त एप्लिकेसन फर्म यो भयो। एप्लिकेसन फर्म यहाँ तपाईँले डाउनलोड गरेर यसरी हेर्न सक्नुहुन्छ है। ल तपाईँको फर्म बल्ल यो चाहिँ के छ भने यो सिस्टममा चाहिँ BLS को सिस्टममा चाहिँ जबसम्म तपाईँले अपोइन्टमेन्ट लिइसक्नुहुन्न तबसम्म तपाईँले फर्म पनि हेर्न मिल्दैन। यदि भइसकेपछि अटोमेटिक फर्म आयो। यहाँ हेर्नु सबै रायमाझी, राम रायमाझी सबै डिटेल यहाँ अटोमेटिक आइसकेको छ। यो सेन्देनको फर्म हो। यो फर्मलाई प्रिन्ट गर्ने अनि यो साइन गर्ने अनि हामीले लिएको डेटमा लगेर सबमिसन गरिदिने। यो भयो फर्म। अब आयो हाम्रो अपोइन्टमेन्ट डेट। अपोइन्टमेन्ट डेट पनि अघि हामीले फोटोसहित राखेका थियौँ, यो आइसक्यो। राम भनेर आयो। पासपोर्ट नम्बर हामीले अघि राखेको पासपोर्ट नम्बर यही भइहाल्यो। यो पासपोर्ट नम्बर चाहिँ मिल्नुपर्छ है। पासपोर्ट नम्बर तपाईँको मिलेन भने उता तपाईँलाई फेरि अपोइन्टमेन्ट अर्को लिदियो भन्छ, झन्झटिलो हुन्छ। त्यही भएर एकाउन्ट बनाउँदाखेरि नै तपाईँको यो राम्रोसँग हालेको हुनुपर्छ। एकाउन्ट बनाउँदाखेरिकै यो पासपोर्ट नम्बर अटोमेटिक आएको हुन्छ है। अब यति गरिसके पछाडि आशा छ तपाईँहरूले चाहिँ फर्म कसरी भर्ने, डेट कसरी लिने, एकाउन्ट कसरी बनाउने भन्ने कुरा राम्रोसँग बुझ्नुभयो होला। कृपया यस्तै यस्तै भिडियोको लागि हाम्रो च्यानललाई फलो र सपोर्ट गर्नुहोला। अब यस उपरान्त तपाईँलाई अरू कुनै कन्ट्रीको कुन चाहिँ कन्ट्रीको विषयमा तपाईँ बुझ्न चाहनुहुन्छ मलाई कृपया कमेन्ट सेक्सनमा भन्नुहोला हजुरहरूले। थ्याङ्क यू सो मच। सी यू सुन।